यो न्यू रोडबाट साँखुबै जाने बेला बाटोमा साँझ रात परेको थियो। धेरै झ्याप भइएछ क्या हिजो होलीमा। अनि बाटोमा एउटा स्कुटी रोकेर बस्या रहेछ मान्छे। रातो स्कुटी थियो। केटी होला, यो राति परेको बेलामा जिस्काउनु पर्यो भन्ने सम्झेर त्यो छिउटी लागेर मोटरसाइकल रोक्यो। तलबाट एउटा मान्छे आइरहन्थ्यो, त्यो मोटो घाटो मान्छे आइरहन्थ्यो, यस्तै मेरो जस्तो सेटो सर्ट लगाएको मान्छे आइरहन्थ्यो। को हो भनिरहन्थ्यो। अनि मैले भने तेरो बाउ हो भनेर मैले भने ठ्याक्कै। त्यो साला पुलिस रहेछ सिभिलमा। अलि परसम्म त भागेर गइहाल्यो बाइकमा। त्यो सालेले फोन गर्दा होला के अगाडि पुलिसलाई, बाटो छेकेर उभिएछ साला। चारवटा पछि एउटा आइरहेछ, अगाडिबाट चारवटाले बाटो छेकेको छ। अब त्यो बाटो छेके अगाडि ब्रेक झ्याम्मै हानिदिएको, स्वाट्टै घर्लाम घुर्लुम पल्ट्यो। हामी धेरै थियौँ नि त, हामी चारवटा बाइकमा थियो, 8 जना। तेरो बाउ हो भनेर नभन्नु पर्ने हो छ, पुलिस होला भन्ने थाहा भएन। सालेले त पिपलको जरामा बाँधेर कुटो यार। अहिलेसम्म यहाँ यो पाटा छ नि, यो गधाको बच्चा हुनु यसरी दुख्या छ कि साला खस्ला जस्तो दुखिरहेछ। हैट, यो चाडपर्वमा गाडी चलाउँदाखेरि मुख छोड्दाखेरि मान्छे चिनेर छोडौँ होला गाइज। नछोड्यो भने मेरो जस्तै हालत होला। यहाँ ढाडमा त मेरो यत्रामा न लपिटा उठ्या छन् भनेर भन्थ्यो केटाहरूले। गाह्रो भएको छ आज मलाई।